तिमी यो श्रेष्ठ कम्पनीमा होइन अब काम गरेको लगभग मैले जाने त तिमीलाई सानोदेखि चिनेको होइन अब हाम्रो तिम्रो मामा र घर भन्ने मेरो घर उतैतिर हो गाईघाटतिर होइन तिमीलाई चिनेको धेरै पनि भएको छ धेरै नै भएको छ तिमी इटरी चाहिँ यो श्रेष्ठ कम्पनीमा कसरी आइपुग्यौ र तिमीहरू यहाँनिर यो डाटा इन्ट्रीमा काम गर होइन कसरी चाहिँ आइपुग्यो क्या यो कम्पनीमा चाहिँ कसरी कस्तो थ्रुबाट सर्वप्रथम सबैलाई नमस्ते मेरो नाम विशाल कुमार सिंह हो म भाइले राम्रो प्रश्न सोध्यो होइन हजुर म यहाँ कसरी आइपुग्यो भने नि यहाँ एउटा लानमा हाम्रो बुवाको चिनेको एउटा अङ्कल हुन्थ्यो अनि त्यसपछि उहाँको सम्पर्कले गर्दा म इटरीमा आइपुग्यो इटरीमा आउँदा आफूलाई एकदम भाग्यमानी सम्झिन्छु होइन साथीहरू पनि राम्रो राम्रो घुम्न पनि पाइन्छ दारू पनि खान पाइन्छ होइन घुम्न पनि पाइन्छ दारू पनि खान पाइन्छ अनि त्यही अनुसारले चिनेर गएर म यहाँ आएको लगभग यहाँ मेरो काम गरेँ 6 वर्ष भइसक्यो 6 वर्ष आधी जिन्दगी लगभग भइसक्यो मेरो त्यही अनुसारले अब 6 वर्ष भनेपछि आधी जिन्दगी 6 वर्ष नै अब 6 वर्ष मात्रै बाँच्ने होइन 6 वर्ष रहेछ त्यसपछि चाहिँ मर्नु त्यही हो अब त्यही हो आगो सिकेको पार्ट्सहरू काम सिकेर लगभग यो गाडीको के हुन्छ नि पाँच पूर्जादेखि लिएर गियर बक्सहरू सबै यसको चेसेसहरू के हुन्छ नि यसको आइटम सब थाहा छ यसको प्राइसदेखि लिएर होलसेल प्राइस रिटेलहरू सबै थाहा छ ठुलो गाडी कति पर्छ यो गाडीले चाहिँ कति पर्छ सायद लगभग यो गाडी किन्यो 10 लाख किन्यो 10 लाखमा 10 लाख निकाल किन त्यसपछि कुदाऊ अनि भएन फर्स्ट होइन 10 लाखमा आउँछ त नि आउँछ अहिले 10-11 लाखमै गाडी आउँछ 10-11 लाख 13 मोडलको 12 मोडलको गाडी आउँछ 10 लाखमा पनि गाडी भन्छ त्यो छ नि 6 लाख यो अगाडिको टक्क किन्ने हो कुदाउने हो त्यही हो यहाँ लोडिङ सोडिङ हुन्छ लोड अनलोड हुन्छ सिमेन्ट अनि यहाँ चाहिँ अब यसलाई के भन्छ यो ठाउँमा चाहिँ यो ठाउँ ट्रान्सफर भने अनि यहाँनिर चाहिँ कहाँबाट सामान चाहिँ आउँछ र कुन कुन ठाउँमा पठाउन सकिन्छ र के सामान चाहिँ आयात हुन्छ के सामान निर्यात हुन्छ होइन यहाँ नजिकको चाहिँ सेवा सुविधाहरू चाहिँ होइन के दिइरहेको छ र श्रेष्ठ कम्पनीले चाहिँ श्रेष्ठ कम्पनीले के गरेछ भने ट्रान्सपोर्टको काम भन्ने बित्तिकै गाडीहरूमा सामान लडेर पठाउने पर्ने हुन्छ त अब तेलको मालहरू उता सिमेन्टहरू लकडीहरू पठाउँछ त्यसपछि हाइड्रो पावरको सामानहरू पठाउँछ त्यही काम भइरहेको यहाँबाट पार्ट नर्मली यहाँ नजिक आउने भने के सामान जस्तै गुड्सहरू सिमेन्टहरू भयो रडहरू त्यसपछि प्लम्बरहरू आउँछ त्यसपछि हाइड्रो पावरको मेसिनहरू आउँछ त्यही पठाउने काम गर्छ र तपाईँ अहिले ब्याचलर पनि गर्दै हुनुहुन्छ होइन अहिले राम्रो तपाईँले यहाँनिर डाटा इन्ट्रीमा काम पनि गर्नुहुन्छ तपाईँले के फरक पाउनुभयो जुन काम गर्ने स्किल्स र आफ्नो पढाइ जुन यो फर्मेलिटी चाहिँ हाम्रो पढाइ भयो होइन एउटा औपचारिक शिक्षा भनेर चाहिँ हामीले ब्याचलरदेखि लिइरहेको छौँ र भने यहाँनिर तपाईँले चाहिँ अब धेरै मान्छेहरू यहाँ मिस्त्रीहरू यहाँ नजिक इम्प्लोइहरू काम गर्दै हुन्छ तिनीहरूसँग त नपढे भने लगभग स्किल्स चाहिँ छ नि त त्यो स्किल्स चाहिँ मान्छे के लाग्यो तपाईँले चाहिँ औपचारिक शिक्षा राम्रो के हामीले के स्किल्सहरू सिक्नु राम्रो मैले सबैभन्दा पहिला के भन्छु भने विद्यार्थीहरूले क्लास 12 सक्ने बित्तिकै सिप सिक्नु कोही फोनतिर सिक्ने कोही कम्प्युटर बनाउने कोही ल्यापटप बनाउने कोही विन पावरमा काम गर्ने होइन कोही केमा काम गर्ने गर्नु पर्यो स्किलले के गर्छ मान्छेको जीवन यापन गर्नको लागि सारा बनाउँछ इन्कम कमाउँछ पढाइ एकदम इम्पोर्टेन्ट हो पढाइ आफ्नो ठाउँमा छ तर सिप पनि सिक्नु एकदम इम्पोर्टेन्ट हुन्छ अब म यहाँ 40 जना 50 जनामा काम गरिरहेको छु मान्छेले कस्तो बोल्छ के गर्छ स्टाफको मनोविज्ञानी के कुरा सिक्न पायो भन्दा छिटो एक्सपिरियन्स लिनु पायो त्यही खुसी लाग्छ मलाई अब त्यो व्यक्तिले कसरी सम्झाउनु पर्छ त्यो अनुसारले म सिकेँ बार्गेनिङ कसरी गर्ने डिलिङ कसरी गर्ने हो होइन कस्टमरहरू कस्तो आउँछ अब तिनीहरूले हेरेर गर्नु सक्नु पऱ्यो होइन धेरै कुरा हुन्छ विशाल सर अब तपाईँले आफ्नो किम्ती वक्त हामीलाई दिनुभयो होइन यसको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई र तपाईँ यस क्षेत्रमा अघि बढ्दै जानु र आफ्नो पढाइ पनि कन्टिन्यू राख्दै गर्नु होइन तपाईँ एउटा उच्च शिखरमा सगरमाथा शिखरमा तपाईँ मेरो उद्देश्य लगभग नेपाललाई रोजगार दिने हो नेपाललाई रोजगार दिने हो नेपालको सम्पूर्ण युवाहरूलाई रोजगार दिने ठुल्ठुलो कारखाना फ्याक्ट्री खोल्ने हो गाडी सम्बन्धी रोजगार दिने हो फ्रीमा सिकाउने हो पहिला त्यसपछि स्यालेरी पनि दिने मेरो उद्देश्य हो अब म त्योमा अब लगभग 4-5 वर्ष 10 वर्षपछि लाग्छ म गर्छु भन्ने मेरो चाहना छ अब हेरौँ के हुन्छ हुन्छ विशालजी तपाईँको अब स्रोत ठुलो रहेछ होइन एउटा नेपालको एउटा जेनजी युवा हजुर तपाईँ होइन अब एउटा अहिले काम गर्दै काम सिकिरहेको अवस्था र अब 5-6 वर्षपछि चाहिँ आफ्नो एउटा कम्पनी खोलेर चाहिँ होइन अब नेपालको युवाहरूले चाहिँ रोजगार दिने होइन फ्रीमा सिकाएर आफू रोजगार दिने
भन्ने सोच राख्नु भएको छ। राम्रो सोच छ, यसमा अघि बढ्दै जानु। हस् त, धन्यवाद सर। धन्यवाद ल।